हेलो साथीहरु, हाई सबैजनालाई वेलकम छ मेरो नयाँ भिडियोमा। साथीहरु, आज पनि उपस्थित भएको छु भिडियोको साथमा। यहाँहरु कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, ठिकठाक हुनुहुन्छ होला। आज छौँ हामी मेलातिर। आज चाहिँ हामी यो घरको बुवाहरुको मेलामा आएको दाउरा बोक्नको लागि। र हाम्रो घर चाहिँ माथि हो, त्यहाँ माथि। यहाँ चाहिँ हामी मेलामा आएको दाउरा बोक्दैछौँ साथीहरु। बिहान 10 बजेदेखि खाना खाएर 10 बजेदेखि मेलामा आएको। भर्खर लगभग 2 बजिसकेको छ। हामी चिया पनि पियौँ, दाउरा बोकिरहेछौँ साथीहरु। जङ्गलदेखि यसरी डोकोमा बोकिरहेछौँ। अनि साथीहरु, यहाँले मेरो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ, जहाँदेखि हेर्दै हुनुहुन्छ, यहाँले धेरै माया गरिदिनु भएको छ, साथ दिनुभएको छ। यहाँहरुप्रति धेरै धेरै आभारी छु। सदा साथ दिनु होला, माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। अनि भिडियोलाई हेरिसकेपछि यहाँहरुलाई मेरो भिडियो के कस्तो लाग्छ सल्लाह सुझाव पनि दिन नभुल्नु होला साथीहरु। हामी गाउँघरमा छौँ। गाउँघरमा दाउरा घाँस मेलापात वन जङ्गल गर्दै दिनहरू बितिरहेछन्, समयहरू बितिरहेछन्। यस्तै छ साथीहरु। हामी यहाँ अहिले यो जङ्गलतिरबाट तल जङ्गलतिरबाट दाउरा बोकिरहेछौँ। 2 बहिनी कान्छी र म दाउरा बोक्न आएका छौँ मेलातिर। अनि देश विदेश तथा सम्पूर्ण देश विदेशमा छरिएर रहनुभएका मेरा आफन्त साथी सङ्गी इष्टमित्र सबैजनामा न्यानो माया, मिठो सम्झना। यहाँहरु जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, व्यस्त रहनु, मस्त रहनु, खुसी रहनु होला सबैजना। अनि आफ्नो स्वास्थ्यको सदा ख्याल राख्नु होला साथीहरु। अनि मेरा आफन्त इष्टमित्र मलाई जहाँदेखि हेर्दै हुनुहुन्छ, पक्कै पनि यहाँहरुले मलाई माया गर्नुभएको छ, साथ दिनुभएको छ भन्ने आशा गरेको छु। अनि यस्तै गाउँले पाराको अर्गानिक भिडियोहरू लिएर म सदा उपस्थित भइरहेको छु। यहाँहरुले भिडियोलाई हेरेर साथ दिनु होला, माया गरिदिनु होला, सल्लाह सुझाव दिनु होला। भिडियो के कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला साथीहरु। हामी छौँ जङ्गलतिर दाउरा बोक्दै छौँ। आजको दिन चाहिँ हामी मेलामा, हामी तलदेखि दाउरा बोकेर, तलको दाउरा बोकेर सकिसक्यो। अहिले चाहिँ यहाँनिर छ दाउरा, यहाँनिर थुपारेको दाउरा हामी काटेर राखेको दाउरा बोकिरहेछौँ। अनि त्यहाँ परनेर पनि छ, यहाँ सालगारी छ, सालको बुट्टाहरू छन्। हामी सालको दाउरा बोकिरहेछौँ। यस्तो रमाइलो छ यहाँको ठाउँ। ल साथीहरु, हामी चाहिँ यसरी दाउरा मिलाउँदैछौँ डोकोमा। अब दाउरा पनि भरेर सकिसक्यौँ। अब फेरि यो जङ्गलदेखि घरतिरको यात्रा यस्तो तरिकाले हामी जाँदैछौँ। यहाँ सालको बुट्टाहरू यस्तो मजाको छ कि यहाँनिर अर्को थुप्रो पनि छ दाउराको। हामी यो दाउरा पनि बोक्ने छौँ, बोक्ने हो। दामी छ हाम्रो गाउँठाउँ। गाउँघर भनेको यस्तै हो साथीहरु। साथीहरु, हामी चाहिँ भारी बोकेर, दाउराको भारी बोकेर घरतिर जाँदैछौँ। यस्तो छ बाटो। त्यहाँबाट माथि जङ्गल छ, माथि तकन। त्यसबाट बल्ल तेर्सो छ। यहाँ चाहिँ उकालो छ बाटो। भारीसँग छौँ।
दाउराको भारी बोक्दै गाउँघरमा यस्तै छ साथीहरू। हामी चाहिँ दाउरा बोकेर यहाँ कुरा यहाँ चाहिँ दाउरा राख्ने गोठ तरी थुपार्नु भएको छ यहाँ आमाहरूले। दाउरा यस्तो छ, हामी अझ बोकिरहेछौँ। यति धेरै दाउराहरू बोक्यौँ, अझै बोक्दैछौँ। त्यही थुपारेका छौँ हामीले दाउरा। अब समय पनि 3 बजिसकेको छ। अब हामी नास्ता खान जाँदैछौँ साथीहरू। दाउरा चाहिँ यस्तो दामी छ, दामी चिरिदिनु भएको रहेछ। साथीहरू हामी चाहिँ नास्ता खान हिँड्यो भए त अब नास्ता खान जाँदैछौँ। यहाँ चाहिँ हाम्रो बुवा हुनुहुन्छ, पढ्दै हुनुहुन्छ बुवाले। बुवा हजुर कति वर्ष पुग्नु भयो अरे? 88 वर्ष। 88 वर्षको बुवाले यहाँ तगडा हुनुहुन्छ हाम्रो बुवा। पढ्नुहुन्छ खर्र, पढ्ने काम गर्ने होइन बुवा? बलियो हुनुहुन्छ। चाहिँ हामी चाहिँ यहाँ बुवाको घरमा दाउरा बोक्दै हो साथीहरू। आमाले यता नास्ता दिँदै हुनुहुन्छ हामीलाई। हामी नास्ता खान आएको अब। अब हामी खाना खाएर फेरि दाउरा बोक्न लाग्यौँ साथीहरू। हामी चाहिँ नास्ता खायौँ, अब फेरि दाउरा बोक्नतिर लाग्यौँ। साथीहरू हामी चाहिँ जिम्माल बाको घरमा दाउरा बोक्न आएको। अब नास्ता सास्ता खाइसक्यौँ, अब फेरि दाउरा बोक्नतिर लाग्यौँ है त हामीहरू। यहाँ बाहरूको घर चाहिँ यस्तो छ। हाम्रो घर माथिदेखि हामी यहाँ मेलामा आएको साथीहरू दाउरा बोक्नको लागि। यस्तै छ साथीहरू गाउँघरमा। यहाँहरूले भिडियो पुरा हेरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। र फेरि पनि अरू भिडियोहरू लिएर उपस्थित हुनेछु। आजको लागि यो भिडियोबाट बिदा लिन्छु। हस्त नमस्कार, बाई बाई सबैजनालाई।